गाइस मेरो चाहिँ न्यू भ्लग हो हैन। अहिले चाहिँ म र मन्दिर भान्जा घुम्न जानु आँटेको यता काठमाडौँ भक्तपुरदेखि अलिक उता यहाँनिर आयो गुन्डु भन्ने ठाउँमा हो। यहाँ चाहिँ अलिकति वातावरण पनि जोस धेरै राम्रो छ, गाउँ जस्तै छ हैन। यहाँनिर चाहिँ हामी अहिले यहाँ पल्लोमा अलिकति बस्ने ठाउँ छ, त्यहाँ जानु लागेको। यस्तो छ यता चाहिँ पारी चाहिँ यहाँ काठमाडौँ वर्ल्ड स्कुल पर्छ। त्यो चाहिँ किन फोन चाहिँ बङ्गाएको सिधा यसरी बनाएर खिच्ने, यसरी टक्क यसरी पक्रेर टक्क नहल्लाई सिधा खिच्ने, फोकस गरेर यसो गर्ने। मजा यता हो कि अलिक क्यामेराको एङ्गल यस्तो बनाएर हुन्छ, यसरी टक्क सिधा राखेर खिच्नु भयो यसरी। मेरो यो हुन्छ नि त के अरे यहाँनिर थिच्दाखेरि मेरो फेरि उयो हुन्छ नि यसरी खिच्ने, यसरी ठिक मेरो फोकस अनुहारमा आएको छ कि छैन, यसरी खिच्ने। यस्तो छ यहाँ ठाउँ चाहिँ हैन। हामी चाहिँ उयो पल्लो यो रुख भएको अलिकति उतापट्टि बस्नु जानु आँटेको। एकछिन अहिले चाहिँ रात पर्नु आँटिसक्यो। अहिले चाहिँ खै सूर्य पनि जान्छ। यस्तो छ है यताको अलिकति हाम्रो चाहिँ अलिकति लो क्वालिटीको फोन छ कि त्यही भएर अलिक क्यामेरा खासै राम्रो तान्दैन हैन। यता चाहिँ खेतीपाती धेरै नै हुन्छ। यहाँदेखि सूर्य विनायक चोक पुग्नुको लागि चाहिँ लगभग हिँड्दाखेरि पनि 10-15 मिनटमा पुगिन्छ। यता फेरि आल्चाहरू पनि पाउँछ है, तर टिपिसकेको छ। यहाँ माथि चाहिँ किवा चोक भन्छ यता उँभो चाहिँ। यहाँ यो मन्दिरको उतापट्टि बस्नु जानु आँटेको हामी चाहिँ। यता चाहिँ खासै गाउँ जस्तै छ भनौँ न। अब फेरि क्लबहरू जस्तै कफी खाने ठाउँहरू छ कि बत्ती बलिरहेको छ। मकैहरू पनि यता त बेस्ट धेरै पाउँछ। फेरि यहाँ पासाङजी एउटा डान्स हानिदिइ हाल न। एयरपोर्ट चाहिँ पर आएको हो, अलिअलि बत्ती देखिँदैछ। घुम्नु यसो घुमिदिउँ न हैन। तर यहाँनिर त्यो बुन्नुहरू पनि आउने भन्थ्यो कि मैले त्यहाँनिर जानुपर्छ है भनेको थिएँ। अन्त म छिटो टोक्दै रहेछु। यता यसो मन्दिर भान्जा चाहिँ हामी चाहिँ मन्दिर छिरेको। पढ्न पनि भ्याएन। किन पढ्नु बस्ने ठाउँहरू चाहिँ यस्तो छ यता। यहाँ चाहिँ घुम्ने ठाउँ जस्तै हो। यहाँनिर खासै पारी उता चाहिँ काठमाडौँ वर्ल्ड स्कुल पर्छ ठ्याक्कै है। चाहिँ रातै पढ्नु आँटिसक्यो। यस्तो दामी देखिन्छ नि यहाँबाट। धानहरू पनि रोप्नु सुरु भइसकेको छ है। मधुरो तान्नु थाल्यो। यो रुखले अलिक डिस्टर्ब गर्यो कि यो रुखले। यस्तो छ यहाँदेखि चाहिँ झऱ्यो भने निकै अल्गो छ। टनेलै यता खेतीपाती गर्ने ठाउँहरू हो क्या यो चाहिँ। काठमाडौँ वर्ल्ड स्कुल यहाँदेखि दामी देखिँदो रहेछ। जिमिङ तानेर पनि हेर्नु सक्नुहुन्छ है। मेरो चाहिँ सुरु हो भ्लग। तपाईँहरूले सब्सक्राइबर गरिदिनु होला, सब्सक्राइबर अनि लाइक पनि गरिदिनु होला साथमा। र नयाँ म अब आजको लागि चाहिँ यतिमै अब स्थगित गर्न चाहन्छु। अब भोलिको नयाँ भ्लगमा तपाईँहरूले हेर्न सक्नुहुन्छ।